पञ्च महालक्ष्मी टेम्पल हेरौँ कस्तो छ है। यो हप्ताको बिदामा आएछ, यसो रमाइलो गरौँ भन्ने कुरामा यसो मन्दिरतिर घुमघाम गर्दै यसो वरिपरि डाँडाकाँडाको हावा खाँदै श्री पञ्च महालक्ष्मी टेम्पल राम्रो छ। यो साउथ इन्डियन जस्तै भाइब आउँछ यता आयो भने हामीले। भ्यू पनि राम्रो छ, ठाउँ पनि चिटिक्क परेको छैन, त्यस्तो बाटो पनि चिटिक्क छैन, त्यस्तो अफरोड पनि छैन, पुरै पिच भएको बाटोहरू छ। तपाईँहरूले पनि यसो टाइम निकालेर आउँदै गर्नु होला कहिलेकाहीँ घुम्न गर्न। वाउ कस्तो राम्रो मन्दिर, दर्शन गर्नु होला। श्रीजङ्गा नदी माता सीता, वाउ हेर भाइ साथीहरू कस्तो राम्रो फोटो बनाए, कस्तो चिटिक्क ड्रइङ गरे। श्री 5 महाराज धीराज वीरेन्द्र वीर विक्रम उहाँहरूको फोटो हेर है, फ्यामिलीको फोटो बनाएको छन् उहाँहरूको। हाम्रो देशको राजा रानी। के मन्दिर छ कि पछि? ए माथि मन्दिर पो छ त यहाँ। यो नि मन्दिर छ है, मेरो त चढेको माथिको। अब नेक्स्ट स्टेप मन्दिरभित्रकै यात्रा। श्री पञ्च महालक्ष्मी मन्दिर श्री पाठी प्रवेशद्वार गेट नम्बर 2। ओहो अब यसो हाइकिङ पनि हुन्छ, यसो घुमघाम पनि हुन्छ। हाइकिङ गर्दै घुमघाम गर्दै मेन हेरौँ। वेट इज ओभर, फाइन्ड द रिजल्ट इज इन फ्रन्ट अफ यु। वाउ 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 ब्युटिफुल। यतिको लागि यतिको सुकुन त हुनै पर्यो। भिडियोमा हेरे जस्तै पुरै काठको बनाएको जस्तो छ, डिटेल कस्तो A1 क्वालिटी हुँदैछ। ओके गाइज हेरौँ है। त्यसपछि माथि बादल, त्यसको तल वरिपरि घर, फेरि खेतीबारी, फेरि डाँडा। तपाईँहरूलाई हेरौँ आज राम्रोको ठाउँ देखाउँछौँ है। यो मन्दिरको गुफा भित्र पस्ने, पसिसकेपछि भित्र जाने होइन। गयो भने पानी भित्र एउटा मन्दिर छ सानो। प्रसन्नवदना सौभाग्यदां भाग्यदां हस्ताभ्यां